संसार हेर्ने दुई आँखाको नानी। गाइस सेवारो वेलकम टु आवर च्यानल। आज चाहिँ हामी न्यू इयर मनाउनुको लागि यता बहिनी र म भेलेटार आएको छौँ। नमस्ते जान जाँदैछौँ। अघि आउँदाखेरि धेरै भिड भएर मैले भिडियो बनाउनु पाइनँ, त्यही भएर अहिले स्टार्टिङ गरेको। अब हामी चाहिँ यहाँनिर नमस्ते झर्ना जाने गेटमा पस्यौँ। अब त्यही बिस्तारै जाने हो। हामीलाई आज दुईजना छौँ होइन, अरू पनि धेरैजनासँग प्लान चाहिँ गरेको थियौँ, तर सबैको प्लान चाहिँ त्यस्तै हो। बनिन्छ प्लान भनेको, बनिन्छ फेरि उयो हुन्छ। त्यही भएर हामी चाहिँ दुईजना मात्रै छौँ। मैले कहाँ गयो अरू चाहिँ त्यही कपाल बनाउँदै रहेछ पर। त्यही भएर हामी चाहिँ आज न्यू इयरमा त्यही पनि किन खल्लो गर्दै बस्ने भनेर चाहिँ दुईजना भए पनि आयौँ। आइरहेको हामीले भिडियो हेरिदिनु होला। त्यतिको लागि बाई बाई। आऊ छिटो छिटो भर्खर साडी लाएर आउने अरे। अब चाहिँ यहाँदेखि चाहिँ नौसुदामा आउनु आँट्यो अरे, 2 मिनट छ अरे। अब हामी नौसुदामा पुग्नु आँट्यौँ। भाइ भाइ अरू भिडियो चाहिँ भिडियो होइन, म आफै पाउँछु। हामी चाहिँ यहाँ हिल चप्पल लाएर आएको छौँ। यहाँ झर्ना आइपुग्यौँ। काले केटोले जुत्ता खोल्ने अवस्था त खोल्नु पर्दैन थियो। के बनाउनु भिडियो पनि स्टार्टिङै 34 को छ होइन हाम्रो ब्याट्री। मैले काटकुट पारेर हाल्दैन। काले केटोले लडिन्छ ल। यहाँ डिस्टेन्स गर्ने के चाहेको छ त। उयो जाउँ न, खुट्टा जाउँ न हामी पनि नाजामा। यहाँ चाहिँ बहिनीले चप्पल लाउँदै थियो। न्यु इयर मनाउन आउने हामी चाहिँ अब यहाँनिर फर्किन आँटेको। अब बेलुका हुन आँट्यो, गाडी भेटिँदैन। आज न्यु इयरले गर्दा यति धेरै भिड छ अनि त्यही भएर बिचमा चाहिँ भिडले गर्दाखेरि भिडियो बनाउनु पाइनँ मैले। हामी चाहिँ अब फर्केको ढिलो हुन्छ। बाई बाई, सी यू इन नेक्स्ट ब्लग। तिमी मेरो
संसार हेर्ने दुई आँखाको नानी।